अब म तपाईहरुलाई गंगा सागर हेराउँदै छु। यो गंगा सागर हो। यहाँ पनि मन्दिर छन्। छठ व्रतको पूजा यहाँ गरिन्छ। भव्य हनुमानजीको मूर्ति र विष्णु भगवानको अवतार। श्री गायत्री तथा सावित्री श्री श्री काल कृतमाता गायत्री मन्दिर पनि यहाँ उपस्थित छन्। निकै नै कलाकार रूपले बनाइएको छ यो मन्दिरहरू। मन्दिरको माथि ठुलो मयूरको सिन रहेछ। म हजुरलाई जुम गरेर राख्छु। यहाँ हेर्नुस्। मन्दिरको टुप्पो पनि निकै नै अलङ्कृत गरेर बनाइएको छ साथी। बिस्तारै हिँड्दै जाउँ। यहाँ हेर्नुस्, राम सीता विष्णु र लक्ष्मी अवतार। बाहिर पनि भगवानहरूको सना सना मूर्तिहरू बनाएर कुन्दिएको तस्बिरहरू हामी यो भिडियोहरूमा हेर्न सकिन्छौँ। यता हेर्नुस्। माँ कालीको सर्वस्त्र रूप। शिल्पकारले कति मेहनत गरेर बनाएको होलान्। यो हाम्रो जनकपुरको सिन हो।